यो ठुलो छाङ्गा यहाँ यस्तो त हावाले नै कस्तो फोर्स दिन्छ यहाँ त्यो छाङ्गा देख्छ नि यसलाई म जुम गरेर देखाउँछु त्यहाँ चाहिँ पौडी खेल्छ नि हामी यो चाहिँ पौडी खेल्ने जग्गा हो नि राम्रो क्लियरली हुँदैन हैन त्यो चाहिँ पौडी खेल्ने जग्गा हो व्हाट्सअप फेरि पनि नयाँ भिडियो आइसकेको छ है सो तपाईहरुले थम्बनेल देखिसक्नु भयो होला आज चाहिँ म स्कुल जाँदै गरेको नै भ्लग बनाउँदै गरेको हैन फर्स्टमै कुरा गर्नु त चस्मा लगाएर मैले किन आज भ्लगिङ गर्दै छु भन्दा चाहिँ इन्ट्रो गर्दै छु इन्ट्रो बनाएको भनौं न कतिखेप इन्ट्रो बनाइसके सबै बिग्रिसक्यो हैन घामले सबै आँखा सानो न सानो आज यस्तो दामी घाम लागिछ हेर्नुस् ल गाइस यहाँ माथि यस्तो दामी दामी घाम लागेछ सिनहरु हेर्नुस् नै माथि घाम लागेर कस्तो क्लियर सिनहरु छ यता पर यहाँ पर सिन यस्तो दामी छ यहाँ झन् नि डाँडाबारी माइली ग्राउन्डको छेउमा आएर भ्लग बनाउँदैछु हैन घाम चाहिँ हेर्नु नि कस्तो डरलाग्दो लागेको सो त्यसै कारण चाहिँ आज मैले हैन चस्मा लगाएर भ्लग गरिसकेको सबै बुझिसक्नु भयो होला है यस्तो डरलाग्दो दामी घाम लागिरहेछ आज हैन स्कुल जानुपर्ने छ 10 बजे स्कुल पुग्नुपर्ने छ मैले इन्ट्रो बिहान बिहानै बनाउँदैछु हैन 7:30 कति हुँदैछ अहिले है मेरोमा यहाँ टाइम पनि छैन 7:30 हुँदैछ सो आज चाहिँ हेर्दै जाउँ भ्लग अब साथीहरुसँग भ्लग बनाउने छु आज म चाहिँ स्कुल जाँदै गरेको सो स्टे ट्युन एपिसोड बाइ बाइ अब के हुन्छ हेर्दै जाउँ भरेसम्म सो मैले अघि नै भनिसकेको थिएँ है अब चाहिँ रेडी भएर म हिँडिसकेको डाइरेक्ट आधी बाटोमा आएर भ्लग बनाउँदैछु हैन सो किनभने चाहिँ अब डाइरेक्ट साथीहरु आइ ढिलो भइसक्यो थियो माथि बनाउनु पाएन त्यस्तो खास मैले इन्ट्रो चाहिँ घरमा बनाइसकेको थिएँ तपाईहरुले हेर्नु भयो होला कस्तो घाम लागिरहेको थियो घाम लाग्दा मैले चस्मा लगाएर भ्लग बनाएको थिएँ सो अहिले चाहिँ मेरो साथीहरु छ यहाँ हेर्दै सबैजना खै यहाँ सन्नुम छ हेलो भन्न हेलो सो यो बाटो चाहिँ हामी स्कुल जानुपर्ने हुन्छ हैन यो चाहिँ सबै मेरो साथीहरु गाउँको बहिनीहरु हैन उयो भाइ हो यो चाहिँ मेरो साथी हो सधैँ तपाईहरुले देखिबस्नु पर्ने अन्त त्यो माथिको चाहिँ लिङचोम भिर त्यहाँ पुगेर चाहिँ सिनहरु देखाउँछु म ल भाइ यहाँदेखि चाहिँ भिरको एन्ट्री हो हेर्न सक्नुहुन्छ तपाईहरुले भिर कत्रो छ लिङचोम भिरी यस्तो डरलाग्दो लिङचोम भिर छ हैन यो भिर हो यो त के हैन यो रोड चाहिँ कस्तो छ हेर्नु पर्यो यहाँ चाहिँ कार्पेटिङ छिटो चाहियो कार्पेटिङ हैन यहाँ कार्पेटिङ छिटै चाहिरहेछ सो उ परेड खेल्दै त लु परेड खेल्दै त ल सरी त एकखेप लु कस्तो राम्री देखेको पछाडीबाट त केस खोल्दाखेरि त उ पनि खै उ त राम्रै हो यता भ्यानसम्महरु छ हैन यस्तो छ लिङचोम भिरको रोड अलिक अगाडि गएर देखाउँछु यहाँ भिरमुनि चाहिँ यस्तो छ है भिरमुनिको सिनहरु एकदम दामी छ यो लिङचोम भिरी हामी चाहिँ फिलहालमा भिरको आधी बाटोमा आइसकेको छौं हैन भिरको आधी बाटोमा चाहिँ यिनीहरु पुरा हल्ला गरेको छ भिरको आधी बाटो मुनि चाहिँ यस्तो छ मुनि यस्तो छ आम्मा यहाँबाट सुक्पाल भनेर करा त सरी सुक्पाल दाजुको घर हो तल चाहिँ यो सबै हाइवे रोडहरु यस्तो दामी छ आम्मा हेर्नु सक्नुहुन्छ तपाईहरुले कस्तो पहाडीहरु हेर्नुस् न यस्तो छ भिर पर अन्त हिँड्दा थाकिसकेर चाहिँ अझै भिरको बीचमा आइपुगिसकेको छ हैन भिरको बीच चाहिँ कस्तो छ हेर्नु नि अब सिङ्गला म देखाउँछु यहाँ यस्तो छ हैन यहाँ फल्सहरु छ यहाँ भिरको यो बीचमा चाहिँ हिँड्नु साह्रो पर्छ हौ यता पर यस्तो छ यहाँदेखि उता यस्तो छ हैन यहाँदेखि उता यहाँदेखि तल चाहिँ यस्तो छ यहाँ गाउँ छ यस्तो दामी गाउँ छैन यो बीचको बाटोमा चाहिँ हिँड्नु साह्रो पर्छ यस्तो साह्रो पर्छ कि यहाँ पर लिन्छौँ पर अलिअलि घरहरू चाहिँ त्यहाँतिर पुग्नुपर्छ चाहिँ यस्तो दामी छ सो अझै त अलिक लामो नै छ जानुपर्ने बाटो हैन इन्जोय गर्दै गर्नुहोस् भ्लगलाई है सो यहाँ चाहिँ यस्तो दामी यहाँ लिङचोम भिरमा चाहिँ नि फल्सहरु छ तर टुरिस्ट कहिले एट्र्याक्ट हुँदैन हैन बनायो भने दामी टुरिस्ट एट्र्याक्सन चाहिँ दामी छ हैन त्यस्तो छ यही दामी एउटा फल्स सो अब चाहिँ पर यो भन्दा ठुलो फल्स छ त्यो परको फल्स पनि देखाउने छु हैन म एकदमै थाकेर हत्तु भइसकेको छ यहाँ पसिना निस्केको तपाईहरुले देखेको छैन अब त एकदमै बबाल मजा पनि आउँदैछ हिँड्नु पनि हैन सो अब स्कुलमा त भ्लग बनाउनु अप्ठ्यारो लाग्छ तर म जस्तो
जतिसक्दो प्रयास गर्छु होइन। त्यही हो। अब यहाँ पर अलिक पहिरो गएको छ, म त्यो देखाउँछु ल। यहाँ यो पहिरो गएको चाहिँ गाइस हेर्नु सक्नुहुन्छ तपाईँले। माथिबाट चाहिँ त्यो माथिबाट चाहिँ पहिरो झरेर चाहिँ यहाँ रोड ब्लक भएको थिएन। यहाँ रोड यहाँ उन्दो पनि सबै गएको छ। यहाँ उन्दोतिर यहाँ पर पनि देख्न सक्नुहुन्छ होइन। यहाँ बाटो चाहिँ यस्तो घिनलाग्दो छ, यस्तो घिनलाग्दो छ बाटो होइन। तर पनि हिँडेर जानुपर्ने हुन्छ यहीँबाट होइन। यो चाहिँ उत्तिसहरू लडेको, माथिको उत्तिसहरू त्यहाँबाट सबै लडिआएको। भिड चाहिँ यस्तो डेलिकेट छ कि हिँड्नु नै साह्रो एकदमै। तर दिन चाहिँ यस्तो दामी भएको छ है। सो देख्नु भयो होला नि भिड कस्तो पहिरो गएको छ है। सो होइन अब चाहिँ फेरि हिँड्दैछौँ। यो काट्यो यो पहिरो, यो मेरो पछाडि चाहिँ पहिरो छैन। अन्त यहाँ भिड चाहिँ साह्रो, यो हिँड्नु नै प्रब्लम हो। कस्तो अप्ठ्यारो न अप्ठ्यारो जग्गा, प्लस हो गाडी आयो भने पनि साह्रो पर्ने, धुलोहरू आउँदा पनि साह्रो पर्ने। यो त अहिले त सन्नु अहिले त विन्टर हो कि समर पो? अहिले त विन्टर कि समर पो? ए समरमा त धुलो उडेको छैन होइन। विन्टरमा चाहिँ यहाँ चाहिँ हिँड्नु साह्रो पर्छ। अहिले त अनि अलिक सुविधा छ यहाँ हिँड्नु होइन। यहाँ हेर्नुहोस् यहाँ भिड, यहाँको भिड पनि यस्तो छ। यो अब्बो कस्तो डेन्जर हो यहाँको भिड। यो चाहिँ यो भिडमा चाहिँ हिँड्नु नै साह्रो। यहाँ पछाडिबाट यस्तो छ पर तिक्जेकहरू तपाईँहरू देख्न सक्नुहुन्छ। यस्तो दामी छ नि त, भिड चाहिँ दामी पनि हो प्लस डेलिकेट पनि हो। पानी पर्दा चाहिँ हिँड्नु नै साह्रो। यहाँ चाहिँ गिटी कुट्छ, सबैले यहाँ गिटी कुट्छ अरे। मैले सुनेको गिटी कुट्छ भनेर। अब चाहिँ ठुलो छाङ्गामा आइपुगिसकेको छौँ। यो ठुलो को थियो उही भन्ने, यो ठुलो छाङ्गा। यहाँ यस्तो त हावाले नै कस्तो फोर्स दिन्छ। कस्तो डल, यो त कम्ती भएको नि है सन्नु। यो जति तिर्पलहरू देख्नु हुँदैछ नि यहाँ चाहिँ सबैले गिटी कुट्छ। यो तिर्पल भएको जग्गामा सबैले गिटी कुट्छ। यहाँबाट हेर्नु नि कस्तो दामी दामी छ। उहाँ चाहिँ डुब्नुपर्छ। त्यो पानी नभएको, त्यो पानी फोर्स आएको छैन नि, त्यो पानी मात्रै छ नि। त्यो पानीमा चाहिँ डुब्नुपर्छ। यो पानीमा चाहिँ हो, त्यहाँ माथि चाहिँ जानु हुँदैन। फेरि हाम्रो टाउको दुलै दुलो भइरहेको हुन्छ। त्यहाँ माथिबाट पनि भिरुङ भएर भिडियो गर्दै ल। तपाईँहरूले छाङ्गा पनि देख्नुभयो होला होइन। इन्सो भिडमा त सिनहरू त एकदम दामी दामी छ। अब एउटा आउँदैछ फेरि पनि कोस्टल रोड आउँदैछ। कहाँबाट फुल भिड कहाँबाट देख्छ? ए ल परबाट डाँडाबाट चाहिँ फुल भिड देख्छ अरे। यहाँ पुरा कन्स्ट्रक्सनहरू भएर बिग्रेको हो। यहाँ पर कोस्टल, यहाँ चाहिँ दुलो एकदमै ठुलो दुलो छ। त्यहाँ जाने जग्गा छ अहिले त्यहाँ। अन्त त्यहाँ एकछिन हो, यो चाहिँ कोस्टल हो। अन्त यो चाहिँ हाम्रो पानी खाने जग्गा सधैँ स्कुलबाट आउँदा। यो चाहिँ पानी एकदम शुद्ध पानी हो होइन। यो चाहिँ हामी स्कुलबाट आउँदा खाने पानी, यो खाँदा हुन्छ है। यो चाहिँ कोस्टल है, कोस्टल होइन। यसलाई के भन्छ है, पहिला कोस्टलकै काम होइन यो त। यहाँ पानीहरू चाहिँ पुरा च्यापच्याप। यहाँ टनल छ अरे नि। फोन झऱ्यो भने त रड्डी हुन्छ त है। अरे देख्दैन टनल। यो त यहाँ त पछि गयो मान्छे मर्छ नि है, यतिकै उफ्रियो भने त। आधी बाटोमै तल पछि त गाइस तपाईँहरूले देखेको छैन है, एकदमै तल एकछिन त्यहाँबाट देख्छ। ऊ हेर्नुहोस् त यहाँ सबै ब्याक कटिङ गरेर करा त सबै भन्छ। सकेल अम्बो कत्रो ट्राभल गरेको कसले थुक हाने फर्स्टमा कस्तो लामो ट्राभल गरे अन्त थुक कस्तो मजा आउँदैछ तिमीहरूलाई अन्त यहाँ आइपुगेर कस्तो लामो ट्राभल गर्छ न थुक नै थुक्का उहिले त खाकड हान्यो हाक गरेर त। यो चाहिँ भिरको फुल सिनै गाइस यी हेर्नु त माथि यो सबै भिर हो आम्माम यहाँ तल भिर ऊ हामी कहाँबाट आएको बाट त्यो रोडबाट आएको यहाँ तल पनि छ यहाँ त्यस्तो पाहाडीहरू यो सबै तिकजेक यो सबै यो चाहिँ अन्त लिङचोम यो चाहिँ इन्डिया झन्डा नेसनल फ्ल्याग। हेलो हामी चाहिँ अब यहाँ स्कुलको छेउमा आइपुग्न आँटेको छ हो छेउछेउमा आइपुगेको छ हाम्रो चाहिँ अब चाहिँ हामीहरू एकदमै परेड खेल्ने
परेड खेल्नु आँटेको छ अब अन्त हाम्रो मै हो कमान्डर चाहिँ आज अलिक ढिलो भयो आज हामीलाई हो अन्त त्यही भएर चाहिँ हामीहरू अब जान आँटेको छ पुग्न आँट्यो भनौँ न अब अन्त तपाईहरुले भरे हेर्न सक्नुहुन्छ हामी कसरी खेलेको प्र्याक्टिस मात्रै आज चाहिँ प्र्याक्टिस मात्रै हो अब म मन पर्यो भने उयो भन् यस्तो पनि म सब कतिजना भ्युअर्सलाई म मन पर्छ होला भन्ने कतिजना भ्युअर्सले मन पराउँछ होला लु हेरिराख्नुहोस् आज चाहिँ यहाँबाट चाहिँ अब स्कुल आइपुग्न आँटेको हामी यस्तो क्लियर सिन छ तिमीहरूको समिराङ आयो अरे दिस इज गाडी यो चाहिँ हाम्रो स्कुलको दोकानहरू यहाँ दोकानहरू छ आमा अब यहाँ डोरी देख्दो रहेछ नि यहाँ पर है स्कुल चाहिँ ओइला स्कुलमा त डल्लै आइसकेको छ त गाइस ऊपर चाहिँ परेड खेल्दै रहेछ स्कुलमा आइपुगिसकेको रहेछ होइन सो अब चाहिँ म भरे ब्लग देखाउँछु होइन तपाईँहरूलाई स्कुल आइपुगेको रहेछ अब एक दुई खेप गाडी खानुपर्ने हुन्छ होइन सो ल है त अब म चाहिँ यो क्यामेरा एकछिन अफ गरेको सो बाई बाई भरे भेटौँ भरे 1 घन्टा 2 घन्टा बाद भेटौँ बाई बाई खेलेर हत्तु भइरहेछ होइन एकदम देख्नु सुन्छ कतिजना परेड खेलिरहेछ एकदमै कालो भएर डढिसकेको छ ल बस्दै गर्छ बाई बाई सेतु हुँदैन सेतु ल हैन ल One, two, three. सो अहिले चाहिँ परेड खेलेर तपाईँहरूले परेड खेलेको पनि देख्नु भएन हामीले परेड प्र्याक्टिस गरेको होइन एकदमै थाकेर हामी बिसाइराखेको छौँ होइन अहिले यहाँ बहिनी पनि छेउमै आएछ ऊ बहिनी चाहिँ जहिले शरम गर्दो रहेछ होइन अहिले परेड खेलेर अचानक बिसाउनु पऱ्यो होइन किनकि भन्दाखेरि चाहिँ एकदमै यता कुनै के आएको छ भनेर देखाउँछु ल तपाईँहरूले देख्न सक्नुहुन्छ है यो चाहिँ के हो खासमा चाहिँ सरिता के भन्छ यसले के अरे भन्नु त फेरि परेड प्र्याक्टिस गर्दा गर्दै हेर्नु नि गाडी अचानक बाइकहरू त्यहाँ यस्तो लाइनै बाइकहरू छैन हामी यहाँ परेड प्र्याक्टिस हाम्रो साथीहरू चाहिँ ऊपर बिसाइरहेछौँ त्यो डल्लै हाम्रो परेड खेल्ने साथीहरू होइन सो देख्नुभयो होला होइन त्यो हो अचानक परेड खेल्दै खेल्दै अब आज चाहिँ बुद्धिस्टको के रहेछ के हो भन्ने चाहिँ कमेन्ट गरिदिनुहोस् मलाई पनि याद भएन है त्यस्तो चाहिँ एकदमै भिड छ एकछिन फेरि वान्स मोर ए यस्तो डरलाग्दो भिड छ ऊ तल मान्छेहरू हेर्नुहोस् न कति बेसी है यहाँ आदि साथीहरू यहाँ बसिरहेछ हो दिन पनि कस्तो क्लियर हो
सो अहिले चाहिँ हामी चाहिँ डाइरेक्ट स्कुलबाट चाहिँ होइन क्योङसा ग्राउन्ड आएको छ है क्योङसा ग्राउन्ड आएको छ यहाँ न्यू मेम्बर महेन्द्र हेलो भनिदेऊ न महेन्द्र यहाँ चाहिँ क्योङसा ग्राउन्ड हो स्कुलबाट डाइरेक्ट यता आएको खास चाहिँ अब देखाउँ भन्दै छाङ्गामा पाएन वेलकम तपाईँहरूले देख्न सक्नुहुन्छ अघिकै साथीहरू छ ऊ मारिका यसलाई त ह्याप्पी सिस्टर्स डे पनि भन्छ हो ह्याप्पी सिस्टर्स डे थ्याङ्क यू सरिता ह्याप्पी सिस्टर्स डे ग्राउन्ड क्योङसा ग्राउन्ड यस्तो दामी छ मैले त्यो प्याभिलियनमा मान्छेहरू हेर्नु त सो अब म भ्लगलाई चाहिँ म कन्टिन्यू गर्छु ल मान्छे पुरा रहेछ अगाडि सानो उफ्रिने त रोक्छ कि रोक्ने होइन हामीले चाहिँ झालमुरी मगाउँदैछ हो अन्त हामीले झालमुरी खान आँटेको छ चिनी हाले त मलाई एकैचोटि कसको खेल हुँदैछ भनिहाल्न एनाउन्स गर्न त्यतिकै यहाँ चाहिँ अब खेल स्टार्ट भयो हो अन्त यहाँनिर चाहिँ झापा र कुनको छ अरू कुन त याद भएन तपाईँहरूलाई भ्लग मन पऱ्यो होला है सो लाइक किट है मैले हिजो त्यतिकै इन्ट्रो एन्डिङ पार्ट बनाउनु पाइनँ है एकदमै थाकेको जस्तो पनि भयो फेरि अल्छी लाग्दै पनि गयो होइन सो अहिले बिहानै 6 बज्दै चाहिँ मैले यतिखेर एन्डिङ पार्ट बनाउँदैछु एडिट गर्दाखेरि चाहिँ एन्डिङ पार्ट थिनेर चाहिँ म फेरि एन्डिङ पार्ट बनाउनु आइरहेको छु है सो होप यु गाइस लाइक इट मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् अन्त जतिजना नयाँ हुनुहुन्छ सब्सक्राइब गरेर नोटिफिकेसन बेललाई अलमा सेट गरिदिनुहोस् सो स्टे ट्युन पिस आउट बाइ बाइ यस्तो फर्दर भिडियो फेरि पनि आउँछ नयाँ अपडेट्स